विषय दसैँको अघिल्लो दिन अनि तपाईहरु सबैजनालाई दसैँको धेरै 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 शुभकामना छ। सबैजनाले दसैँ एकदम राम्रोसँग मनाउनु होला। जो जहाँ हुनुहुन्छ, कोही घरमा हुनुहुन्छ, कोही बाहिर विदेशमा हुनुहुन्छ, जहाँ जसरी मिल्छ त्यसरी नै खुसी हुनु होला। अनि म पनि दसैँ मनाउनको लागि भनेर अहिलेको पालि चाहिँ बहिनी थिमिन बुस्टर जाँदैछु हैन। अब यहाँबाट ड्राइभ गरेर जानको लागि चाहिँ यस्तै 3.5 घण्टा जति लाग्छ। म आएको त 4 वर्ष भयो हैन। तर के भएको थियो भन्दाखेरि म विदेश आउने बेलामा चाहिँ घरबाट हिँड्ने दिन चाहिँ फुलपातीको दिन चाहिँ म हिँडेको थिएँ कि ठ्याक्क दसैँको मुखमा नै म हिँडेको थिएँ। अनि अहिले चाहिँ बहिनी अब यहीँ छ। अनि पहिलो दसैँ बहिनी आएको 2 महिना हुन आँट्यो। अनि अब उसको दसैँ पनि खल्लो नहोस्, मेरो दसैँ चाहिँ एकदम रमाइलो होस् हैन। अनि त्यही भनेर चाहिँ अहिले म छुट्टी मिलाएर कामबाट चाहिँ बहिनी थिमिन जाँदैछु। त्यो पनि जम्मा 2 दिनको लागि जाँदैछु। अब धेरै दिनको छुट्टी लिन मिलेन। दसैँ मनाउन भनेर घरबाट हिँडेको नि त। अनि त्यही तसफेरि नानीले चाहिँ वेस्टकोट लिएर आइदिए भनेर भन्दै थियो। अनि मिल्दै नमिलेको कि छुट्टी पनि नहुने। अनि त्यस पछाडि चाहिँ अहिले अब जाँदै गर्दाखेरि चाहिँ बाटोबाट पसेर लिनु आँटेको कि त्यो पनि छैन अरे। मम्मी मेरो मम्मी अर्जुन यता बर्मिङहम पनि पस्यौँ होइन। अनि यत्रो बेर बस्यौँ। अनि त्यस पछाडि अब चाहिँ हामी यताबाट नेपाली सब जानु आँटेको। अनि त्यहाँबाट चाहिँ मोमोहरू लिएर जान आँटेको। अनि यहाँ चाहिँ अब बस भनिराख्नु भएको थियो। अनि बस्नुलाई अहिलेको बात त्यस्तै भयो होइन। अब भोलि आउँछौँ बरु यता भनेर अनि हामी चाहिँ अहिले जाँदैछौँ अब उस्टरतिर। अनि कस्तो के हेर न हुन्छ नि अब रगतको नाता भन्दा पनि भावनात्मक नाता के भन्छ नि, त्यो ब्लड रिलेसन भन्दा पनि अब त्यो यत्तिकै बनेको त्यो रिलेसन के कस्तो राम्रो के कत्तिकै माया गर्नुहुन्छ हो। तर यो कुरामा चाहिँ म भाग्यमानी छु होइन। मेरो घर परिवार नभए पनि बाहिर मैले फ्यामिली बनाएको छु। यस्तो माया गर्नुहुन्छ कि कान्ट इभन एक्सप्लेन के उहाँहरूले कति माया गर्नुहुन्छ भनेर। अनि अहिले चाहिँ अब हामी त्यहीबाट जाँदैछौँ। अब फेरि अर्को ठाउँमा गइसकेपछि फेरि मैले अर्को अङ्कल आन्टी देखाउँछु। अनि यहाँ चाहिँ अङ्कल चाहिँ अहिले काममा जानुभएको थियो। अनि भाइ बहिनीहरू पनि आएको रहेछन्। रमाइलो चाहिँ कस्तो रमाइलो गफ हान्दा बस्दा है उठ्नै मन थिएन। तर के गर्नु अब अँधेरो भइसक्यो। 7:45 त भइसक्यो। अब उतातिर हामीले भन्दाखेरि चाहिँ 8 या 8:30मा चाहिँ हामी आइपुग्छौँ भनेर भनेको थियौँ। तर लाग्ने भयो टाइम लगभग 9 नै बज्छ होला। यस्तै 8:45 यस्तै चाहिँ हुन्छ होला यदि जाममा परेन भने चाहिँ। ल हाम्रो चाहिँ यता रेडी भएको छ है। यहाँ टिकामा
हामीले चाहिँ दसैँको टिका लगाएर चाहिँ सक्यौँ अनि अङ्कल आन्टीहरू चाहिँ अब अङ्कलले टिका लाउनु पऱ्यो नि त अनि त्यही भएर जानुभएको छ अनि हामी चाहिँ यहीँ छौँ अनि नानीको र मैले चाहिँ अहिले 5वटा दसैँमा चाहिँ बल्लसँगै टिका लगायौँ होइन कस्तो लागिरहेको छ यहाँ युके आइसके पछाडि मसँग मेरो हातको टिका लगाउन पाउँदा सुपर ह्याप्पी तर सन्चो भएन मलाई खङ खङ गरिराखेको चाहिँ यो सधैँ यस्तै हो होइन यसको हेल्थ त्यस्तो खालको राम्रो हुँदैन किन भन्दाखेरि चाहिँ यसले राम्रोसँग आफ्नो हेल्थ केयर गर्दिन नि त चिसो हुन्छ यसलाई बेसी अनि त्यसपछि आज चाहिँ युनि पनि छ होइन अनि यो युनि पनि छ अनि त्यस पछाडि यसको युनि चाहिँ बिहानको 9:30 कि यसै कतिमा थियो 9:15 मा थियो उहाँको लागि भनेर मैले लेक्चर चाहिँ लेफ्ट गरे तोनी फेरि मेल गरेर अनि जिपी छ भनेर मेरो जिपी होइन मेरो जिपी छ 9 बजे त्यसपछि चाहिँ हाम्रो फेस्टिभल छ जुन चाहिँ मैले 5 वर्षपछि बल्ल मनाउँदैछु त्यही भएर म अटेन्ड गर्दैन भने अनि हुन्छ भने त्यही भनेर तर फेरि 11:45 मा फेरि जाने हो 4:15 मा सकिन्छ त्यसपछि फेरि बल्ल यो आउँछ अनि आएर पनि फेरि अङ्कलले चाहिँ काममा लैजाने रे हालत यस्तो छ तर अब के गर्नु आन्टीले चाहिँ ब्याग छोड्नु भएछ अनि त्यही भएर यो चाहिँ अब ब्याग लिएर गइहाल्यो होइन दिनको लागि अनि यता चाहिँ बहिनी चाहिँ अब घरमा बोलेर बसेको गरेर न टिकटक बनाउँछ न के गर्छ हामी भनेको टिकटक बनाएर फोटो खिच्ने सबै गरिसक्यौँ खाइसक्यौँ तर अब चाहिँ हामी भात खान्छौँ अब हामीले भात यसलाई पनि अब खुवाएर यसलाई पठाउनु पर्यो नि त अनि हामी फेरि पछि साँझ चाहिँ बर्मिङहाम नि जान्छौँ होला तर यो आज जान पाउने भएन त्यही भएर भोलि जाम कहाँ भोलि जाम हो र बर्मिङहाम पसेर अनि त्यसपछि बिहान जाने नि बिहान बर्मिङहाम जाने अनि त्यसपछि मलाई क्लस्टर छोड्दै अनि तिमीहरू जाऊ पछि मतलब हुन्छ भोलि आज नि जान्छौँ हामी चाहिँ अनि त्यस पछाडि भनेको कुरा चाहिँ अब हामी चाहिँ खाना खान जान्छौँ अनि खाना खान्छौँ सेम छ कलर मात्र डिफ्रेन्ट हो हामी दुईजनाको चाहिँ नेपालबाट नै मगाएको होइन अनि नेपालबाट नै मगाएको त अब कस्तो हुन्छ के हुन्छ भन्ने भइरहेको थियो किनकि साइज के नमिल्ने नि त तर मिल्यो यस्तो पिन्सिल लगाएर भने मिलाइदिएको अब चाहिँ हामी भात खान्छौँ अनि त्यस पछाडि यसलाई युनि छोड्न जान्छौँ आज युनिमा चाहिँ मैले यही लगाएर जाउँ तर बाहिरबाट चाहिँ जकेट लगाएर जाउँ भनेको अब यसले के भन्छ मलाई थाहा भएन किनकि एकदम राम्रो देखिन्छ नि त आइम अलवेज राम्रो हाई गाइज के छ खबर मैले चाहिँ म यतिकै युनि जान्छु आज अनि यहाँ हुनुहुन्छ हाम्रो इक्षा फोनमा बोलिरहनु भएको छ यता बोलेकोलाई नि ह्याप्पी दसैँ अनि म चाहिँ अब खोकिला घर पुग्यो दबाई पनि खानु पर्छ तर ट्राउजर पनि लाउनु पर्छ ट्राउजर 11 11:30 भइसक्यो 11:30 15 मिनेटमा कति जग्गा ल्याउने हो 11-12 भइसक्यो अनि म त क्लास नै खोल्नु पर्यो नि गएर मैले बाटो खोज्नु पर्यो ट्राउजर लगाएर ट्राउजर गाइस म चाहिँ युनिनेको गाइस चिप्पी चिप्पी चप्पा चप्पा रुबी रुबी हिँड जाम हामी चाहिँ अहिले युनिभर्सिटी अफ होस्टरमा आएको छौँ किन भन्दाखेरि चाहिँ हाम्रो यसको चाहिँ युनिभर्सिटी छ नि त छुट्टी छैन अनि क्लास छ अनि क्लास 11:45 मा चाहिँ भेट्नु पर्ने थियो अनि त्यही भएर अनि यहाँ चाहिँ कलेज हो यो ल भयो त यहाँ उता हो
कार पार्क अनि यहाँ पुगेँ। ए एडवर्डमा रहेछ नि त। ल यो चाहिँ कुर्तामै आज क्लास जाने भयो गई दुइटै गए। इरिटेट पार्यो नदेखा त हेर त कस्तो देख्यो फेस उजाके सर्ला नपाउँदैन हेर मैले यो वाला कपडा के अहिलेसम्म एकचोटि पनि लगाएको छैन कि किनेदेखिबाट। तैँले यो लगाइस् नि यो मेरो ब्ल्याक मैले एकचोटि पनि लगाएको छैन। ब्ल्याक एन्ड व्हाइट त्यो एउटा लगाएको नि मैले आइल अफ वेट जाँदाखेरि त्यो पनि सज्जुको हो त्यो त। ब्लू कलरको कसको हो त ब्लू कलरको के ड्रेस छ नि ब्लू कलरको ड्रेस के हाफवाला लगाएको त्यसरी बुटसँग के त्यो त मेरै हो कस्तो राम्रो के त दसैँ बर्मिङहामतिर नि गएन जाने भन्दा चाहिँ त्यस्तै भयो। अनि अर्को नै लुगा फुकालेर बसेको देख्दा पनि अमिलो कस्तो करे बेसर पानी सबै मिसाएर बनाएर त्यो बिरयानी गर्नु बोल्थ्यो बिजी भयो रेस्टुरेन्ट बिचरा उसलाई नि स्वास्थ्य पनि ख्याल रेस्टुरेन्ट पनि बिर्स गयो होइन मलाई त। यहाँ पाक्दैछ खसीको मासु यता पाक्दैछ जुवारा पानी यहाँ छ सब्जी यहाँ छ बिन्स नरु अनि यहाँ छ चना यहाँ छ चिकन यहाँ छ सेलरोटी अनि यहाँ छु म झुम्री हेर त यिनीहरू बिगाड्छन् के अरे यस्तो गर्ने हेर माथि हेर माथि हेर लगाएर अब खाना खानु आँटेको कहाँ हामी चाहिँ बर्मिङहाममा खाना खाएर होइन बर्मिङहामबाट चाहिँ फर्केर अहिले नानीलाई चाहिँ यता ग्लस्टर लिएर आएर छोड्न आँटेको। ग्लस्टरमा चाहिँ यसले काम गर्छ नि त अनि बिरामी छ त्यही पनि काममा आएकी छ बिचरी अब विदेशमा यस्तै हो अनि छोड्न लिएर आएको छौँ अनि त्यही भएर फेरि हामी उता
फर्किन्छौँ होइन भोलि फेरि काम छ कति छिटो दिन जाने कि अस्ति आएको खुसी हुँदै अनि फेरि आज फर्किन परिहाल्यो होइन अनि 2 दिन छुट्टी छ भने पनि अब त्यस्तै हुने अब चाहिँ जाने हो हाम्रो दसैँ चाहिँ जे होस् रमाइलो नै भयो नराम्रो चाहिँ भएन एकदम राम्रो भयो तपाईँहरूकोतिर चाहिँ कस्तो भयो पिम्पलले फेरि यस्तो भनेको छ मलाई छोड्दैन अरे म तिमीलाई छोडेर कहीँ जान्न तिमी त मेरो बेस्टी हो भनेर भन्छ अब मैले पनि ठिकै छ तिम्रो इच्छा भनेर राखिरहेको छु अहिले चाहिँ यहाँ ग्लस्टरको रेस्टुरेन्टमा यो चाहिँ नेपाली रेस्टुरेन्ट हो ग्लस्टरमा यस्तो राम्रो छ यो फुल के नेपालमा हामीले पूजा गर्ने बेलामा चाहिँ यो फुल टिपेर लैजान्थ्यौँ के अन्त यसमा चाहिँ कस्तो भिडियो बनाइहाल्नु मन लाग्यो अनि यता अब यिनीहरू काम गर्छन् धुम्बिहाल्छन् अब यिनीहरूले बाई नानी बाई ल दादा पैसा कमाऊ